हेलो साथीहरु नमस्ते है। ल हामी चाहिँ नि सिरुबारीको यात्रा गरिसकेपछि अहिले चाहिँ फर्किँदै पोखरा करिबन 65 किलोमिटरको एराउन्डमा रहेको छ। पोखरादेखि यहाँ सिरुबारी है त साथीहरु, आउनुस्, साह्रै रमाइलो छ है। आउनुस्, घुम्न आउनुस्, घुम्नुस्, समय मिलाउनुस्, रमाइलो गर्नुस्, इन्जोय गर्नुस् साथीहरु। र करिबन यहाँदेखि फेरि अब 6 किलोमिटर 5-6 किलोमिटर चाहिँ उता चाहिँ नि व्हाइट गुम्बा, व्हाइट होइन गोल्डन गुम्बा साँच्चै थाप्ले के रे साँच्चै थाप्ले हिलको बुद्ध पार्कमा हामी जाँदैछौँ। अब यो गाडी चाहिँ त्यहाँ जाने सम्भावना छैन। अब जिप पायो भने त्यहाँ हामी जिपमा जाने भन्ने सल्लाह भएको छ है। आउनुहोस् साथीहरू, पोखराबाट 2 घन्टामा त एकदमै मजासँग आइपुग्नुहुन्छ है। अनि हामीले एकदमै प्रख्यात यो सिरुबारी भन्ने गाउँ एकदमै पहिला पपुलर अलि यता सिरुबारी एकदमै होमस्टेको लागि चाहिँ नि एकदमै नाम कलिएको ठाउँ हो हैन। होमस्टे भनेर सुरुवात गरेको नै यही सिरुबारीबाट नै हो। यही खाली गाडी त होइन। ल त्यहाँ लैदिन्छौ, आउ नि त पछि आऊ है। ल गाडी पनि आयो, ल गाडी पनि आएको छ। हामीले भ्यान भनेको थियौँ, अझै आइपुगेको छ भ्यान पनि। अलि माथि अब अलि माथि हामी करिबन अब विदिन 10 मिनटमा हामी पुग्छौँ है। अब यो गाडी चाहिँ नि सम्भव भएन माथि जाने, बाटो पानीले बिगारेर रहेछ। आउनुहोस् साथीहरू है, घुम्नुहोस्, समय मिल्छ भने रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। यहाँहरूलाई मेरो शुभकामना छ है त साथीहरू। ल ओके, थ्याङ्क यू सो मच, धन्यवाद। हेलो साथीहरू नमस्ते। ल म यता पोखरादेखि नाउँडाँडा हुँदै यता थाप्ले गाउँमा म आइपुगेको छु। र यहाँभन्दा तल दरौँ र उतापट्टि साइडमा सिरुबारी है। अहिले म यता गोल्डन बुद्ध भगवान साथीहरू है। ल देख्न सक्नुहुन्छ यो थाप्ले भन्ने गाउँमा रहेको गोल्डन बुद्ध भगवान। यहाँहरू आउन सक्नुहुन्छ। पोखराबाट करिबन 50 किलोमिटर समथिङ होला है अन्दाजमा मैले भनेको। एक्चुअली त मलाई पनि थाहा भएन। बाटो चाहिँ एकदम क्लियर छ है। तपाईँ यहाँ आउनलाई 1 किलोमिटर चाहिँ अलिकति अहिले यो बर्खाले गर्दा बाटो चाहिँ अलिकति असुविधा भएको छ। नत्र भने बर्खामा छाडेर हिउँदोमा चाहिँ एकदमै क्लियर पिच छ। र यो बाटो पनि राम्रै हुन्छ, बनाउँछ यहाँ गाउँलेहरूले। थाप्ले भन्ने गाउँमा बुद्ध भगवान, गोल्डन बुद्ध भगवान। स्याङ्जादेखि पनि हामी यता आउने बाटो त अलिक कच्ची छ, छन् त छ, अलिक कच्ची छ बाटो। स्याङ्जादेखि आउँदाखेरि चाहिँ हामी यता दरौँ, यता सतौँ हुँदै दरौँ हुँदै सिरुबारी पुग्नु पर्दैन। हामी यतैबाट माथिबाट नै यता माथि लाग्न सकिन्छ। ल आउनुहोस् साथीहरू घुम्न। यहाँहरूलाई कति साथीहरू त यहाँ आइसक्नु भयो होला, कति साथी आउनु भएको छैन। हो नेपालको पहिलो नवग्रह मन्दिर मूर्ति। त्यसरी घुम्दै पनि आउनु मिल्छ है। हामी यहाँ मैले एकजना भाइले पनि मलाई जानकारी गराइदिनु भयो र जुन मैले जानकारी पाएँ मैले यहाँहरूलाई पनि मैले जानकारी गराएँ होइन। अब कति साथीहरू त आइसक्नु भयो होला, कति साथीहरू आउनु भएको छैन भने आउनुहोस्, घुम्नुहोस्। एकदमै रमाइलो ठाउँ छ गोल्डन बुद्ध भगवान यो थाप्ले भन्ने गाउँमा होइन। ल साथीहरू हस् त, आउनुहोस्, समय मिलाउनुहोस्, इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस् है त। ल थ्याङ्क यू सो मच, शुभकामना छ है हजुरहरू, आउनुहोस्। थ्याङ्क यू सो मच। ओके, बाई बाई।